बुढालाई लिइकन छोराछोरी लिइकन गएको छ कालापाला जस्तो आयो त्यहाँ मगन भेट गरिकन गएको छ यो कोही छैन टेका पला दानपछि कोही छैनन् ती एमआइसिङहरू मात्रै छन् मान्छे हानी नयाँ जोडी ल्यायो भयो त्यसै गरी माथि यस्तो बुढाबुढी नि हिँड्न सक्ने कति वर्ष भयो बुइ कति वर्ष भयो कति वर्ष के होर पाना नानी म त खुट्टा सुन्या छन् बिहान गाडीमा गयो न त जाने त्यहाँ चल्न बाटो जान्यो म मान्यो झोट मान्यो ल चले जाने गाडीले पनि लग्दैनन् के झोस मान्छन् बुढाबुढीलाई लग्दिनन् दाल खाने हो दाल दाल र रोटी खाने हो यहीसित बासी हो त भात खाने में खाओ दाल खाने हो दाल त दिए पनि खाल्दा यो अलदल दिदियो कहाँ गयो नानी उता दाउरा काट्न पर बाइट हुँदैन नि यो पर लिसा चोरो भाइ धेरै पर टाँडा गएनन् के हो आजले बाघ आएको छ बाघ अनि त्यही भएर डराएर नगएको परतिर भर्खर मारिकन खाइकन उब्रिया होला अब यति लामो थियो खुट्टो ए खुट्टो थियो त्यही त देखाएर बजेले कुर्चरा गाउँ भत्ता बुझ्न जाने बेला तिनीलाई रोटी हालिदिए भने तातो रोटी कौलो रोटी खान पायो भने कति आनन्द हुन्थ्यो बुढाबुढीलाई यस्तो बासी रोटी चबाउन सक्छौ त त्यही त यति कौलो पिठो बनाउने बुढाबुढीलाई रोटी बनाइदिने त्यही त आई त तारा भने त म आङ पराल्छु बिचरा बजी उता जान लाग्नु भयो रहेछ उता आफ्नो छोरीको घरमा हाम्रो घरमा बस्नु भए बाघ आएको छ बजी भनिदिएको बिचरा नातिलाई पर्खेर बस्नु भएको छ रोटी लिएर आउनु बिचरा रोटी बासी रोटी लिएर आउनु भएको थियो खाँदै खाँदै अनि फेरि हाम्रो घरमा भात खानु बजे भनेको मान्नु भएन अब दाल दिएको त्यही दाल रोटी बनाएर खाना बिचरा बजी यो त आफ्नो छोरी घरमा जाने फेरि टाढा छ कि 3-4 घन्टा हिँड्नु पर्छ यस्तो बुढाबुढी कहिले जानुहुन्थ्यो होला माया लाग्छ यस्तो बुढाबुढी देख्यो भने त लगाए सबै नै लगाइन हामीले सुन्तला लगाइरहेको छ सुन्तला बिचरा सबैले माया गरिदिनु होला है बजेलाई लाइक सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला बिचरा बजे माया लाग्दो हुनुहुन्छ